चटपट बेचेको भए त आउँथ्यो होला त्यति सपोर्ट कमिटीबाट तर जुन कमिटीको जुन म त कलाकार मान्छे होइन, मलाई त जता पनि मिल्नुपर्छ क्या। मेन टार्गेट भनेको चाहिँ अलिकति ह्यापनिङ बनाउने। सुरुमा मैले अघि भने नि, मैले सुरुमा जोड्ने ठाउँ नपाएर नि त म युवामा गएँ क्या। अमिर श्रेष्ठ कहिले आउँदै हुनुहुन्छ त यसको लागि? 4 जुलाई फ्राइडे। आई मिन त्यसरी नराम्रो तरिकाले होइन, तर जानुपर्ने रहेछ, जाँदाखेरि चाहिँ मान्छे चिनिँदो रहेछ भन्ने फिल भयो नि त मलाई। त्यो भनेपछि लाइनअप त छ, नेक्स्ट इयरसम्मको लागि पनि लाइनअप छ, र सबै कुराहरू यहाँ पब्लिक पनि गर्नु मिल्दैन। तर यति हो, हामीले चटपटेलाई चाहिँ अब निरन्तरता दिइ नै राख्छौँ फ्युचरसम्म। मेन हाम्रो एम चाहिँ के थियो भन्दा पहिलेदेखि नै हजुरले भने जस्तो एभ्री पर्सन हु वान्ट्स टु क्रिएट, किन भन्दा त्यो पनि एउटा स्क्रिन लाइफको पनि एप्रिसिएसन त्यति हुनुपर्छ मान्छेलाई। हेलो नमस्ते सबैजनालाई, म पुजन पोखरेल। आफ्टर अ लङ ग्याप आइ एम ब्याक विथ द्याट एनर्जी अगेन टु रन सिभस। अनि I am so happy to have Biswas Dai and Namita here. I convinced them to come here and share few things about Chatpati events, about them as well. Kina bhanda अब I was very happy हुन्छ नि दाइहरूले जुन इभेन्टको वे अफ मार्केटिङ, वे अफ एडभर्टाइजिङ, एभ्री कुराहरू मेकिङ इट अफोर्डेबल टु सबै कुराहरू जुन हिसाबले गर्नुभयो, मलाई चाहिँ आउनु बसौँ हल्का गफ गरौँ जस्तो लाग्यो। अनि बोलाएको छु, आउनु भएको छ, सुनौँ अब उहाँहरूले के भन्नुहुन्छ। वेलकम दाई, वेलकम दुवैजनालाई, नमितालाई नि थ्याङ्क यू, धन्यवाद पुजन भाइ, एज अ पोडकास्टमा हामीलाई एउटा बोलाएर होइन बोल्ने मौका दिएकोमा। थ्याङ्क यू गाइज फर कमिङ। अनि हजुरहरूले चटपटी इभेन्ट्सको फर्स्ट इभेन्ट गर्दै हुनुहुन्छ जुलाई 4मा, राइट? अनि लाइक कसरी सुरु गर्नुभयो हजुरहरूले चटपटी इभेन्ट्स? खास चाहिँ चटपटे इभेन्ट्स चाहिँ हामीले यसरी खोल्छौँ नै भनेर खोलेको चाहिँ होइन, तर बेसिकली अब नमिता एज अ भिडियोहरूमा उहरूमा प्रोमोटिङमा ऊ गर्थ्यो, म चाहिँ एज अ साइलेन्ट पार्टनर अरू इभेन्ट कम्पनीहरूको लागि काम गरेर हुन्थेँ। अनि हाम्रो यस्तै अरू इभेन्टहरूको प्रमोट गर्ने बेलामा नमिता भेट भयो। अनि त्यसपछि हामीले सोच्यौँ हामी अरूको लागि गरिरहेछौँ, लेट्स नट वाइ नट हामी आफै मिलेर कोल्याब गरेर हामी आफै एउटा नयाँ फर्म गरौँ, ताकि त्यो जुन हामीले सोचेको जस्तो गर्न सकियोस् भन्ने कुरा हो। त्यही आधारले चाहिँ हामीले चटपटे इभेन्ट फर्म गरेको हौँ। ठिक छ। अनि नमितालाई चाहिँ इभेन्ट रिलेटेड इन्ट्रेस्ट चाहिँ कसरी आयो? अनि के लाइक यहाँ भइरहेको सिनारियो अनुसार हाउ क्यान यु गाइज डु डिफ्रेन्ट जस्तो भएर अनि गर्नुभयो? फर्स्ट अफ अल थ्याङ्क यू पुजनजी फर इन्भाइटिङ अस हियर। म चाहिँ खासमा नेपालमा हुँदाखेरि नै म चाहिँ एक्टिङहरूदेखि लिएर डान्सहरूदेखि लिएर मैले अब गर्थेँ होइन। मलाई चाहिँ क्यामेरामा आउन मन एक्चुअल भन्दाखेरि चाहिँ, किनभने मैले मुभीहरूदेखि लिएर सर्ट मुभी, थिएटर, ड्रामाहरू पनि गरेको छु। अनि यहाँ आए पछाडि त्यही इभेन्ट कन्टेन्ट क्रिएट गर्ने मौका पाएँ होइन। त्यसपछि त्यही हो, मलाई त त्यही गर्न मन, मेरो इन्ट्रेस्टको कुरा भएको भएर चाहिँ गरिरहेको छु। सो कन्टेन्ट क्रिएट गर्न पायो, अनि वाइ नट जस्ट बी इन द टिम। अनि यहाँको कल्चर पनि अलिकति चेन्ज गरौँ भने, किनभने हामीलाई चाहिँ स्ट्यान्ड लिने मान्छे छैन क्या। जस्तै काम गराउँछ, नयाँ स्टुडेन्ट आएको हुन्छ, उनीहरूलाई त काम गर्न मन हुन्छ, अनि कसैले युज गर्ने क्या, आइदेऊ न बनाइदेऊ न एउटा भिडियो भन्यो सक्यो। त्यसपछि नो कन्ट्याक्ट होइन, केही छैन क्या, नो कन्ट्याक्ट, नो फलोअप होइन, एउटा टिकट दिएको छ भयो सकेको। त्यो कल्चर चाहिँ चेन्ज गरौँ भनेर चाहिँ अब स्टार्ट गरेको छौँ। हेरौँ के हुन्छ, थाहा छैन। अभियसली राम्रो होला नि त अब सुरु गरेपछि त। अनि ल अब हामी चाहिँ हजुरहरूको फर्स्ट इभेन्टबाटै सुरु गरौँ नि त। के हुँदैछ अब? हामीले के हुँदैछ भन्दा पनि मान्छेहरूमा हामीले गर्न लागेको जुन जुलाई 4को समीर श्रेष्ठको सो चाहिँ कतिको कुन ग्रासरुट लेभलसम्म चाहिँ पुगेको छ भन्ने त्यो मेन टार्गेट हो। र हाम्रो निरन्तर प्रयास जारी नै छ मार्केटिङको लागि, प्रमोसनको लागि। अब जानुपर्ने ठाउँ, गर्नुपर्ने कुराहरू चाहिँ सबै कुरा गरिरहेको छौँ। मैले मेरो तर्फबाट गरिरहेको छु, नमिताले आफ्नो तर्फ गरिरहेछ, सबै तर्फबाट चाहिँ हामीले जोरदार प्रयास गरिरहेको छौँ। कहिलेकाहीँ गर्छु भन्दाखेरि पनि हुँदैन, कहिलेकाहीँ अब यो ठाउँमा टाइमै हुँदैन होइन। कति कुराहरू अब हामी काममा बााउन्ड हुन्छौँ होइन, त्यो कारणले चाहिँ चाहँदै पनि सकिँदैन। तर समय निकालेर भएको समय चाहिँ गरिरहेको छौँ भनौँ। एटलिस्ट विकमा 1 डे चाहिँ छुटाउनु पर्ने रहेछ यहाँ चाहिँ भनेर। मैले पनि त 1-2चोटि गुल्टी दिएको छु चटपटी इभेन्ट्सको भिडियोको लागि होइन। मलाई नि त हजुरहरूसँग लाइक
बिहाइन्ड द सिन हामी 2-3 चोटि यो बारेमा कुरा पनि गऱ्यौँ अनि मलाई नि एकदम राम्रो लाग्यो। खास मेरो अब हाम्रो एज अ सिबेज एज अ पप मिडिया हाम्रो टिमको एउटा जस्ट रियल लाइफ स्क्रिन लाइफमा पनि त्यति नै हार्डवर्क हुन्छ जति रियल लाइफमा हुन्छ। त्यो एप्रिसिएसन नदेखेर हामीले यो सुरु गऱ्यौँ अनि त्यसपछि हाम्रो टिम दाई हुनुहुन्छ, प्रकाश दाई हुनुहुन्छ, हाम्रो ओमिजिना छ, हामी सबैजनाले मिलेर अनि हजुरहरूसँग काम गर्दाखेरि हामीलाई त्यो ठिक लाग्यो अनि त्यसपछि एज अ टिम वाइ नट बोलाउनुपर्छ। एकदम गाह्रो भयो कन्भिन्स गर्न हजुरहरूलाई बोलाउन होइन, त्यही पनि आइदिनु भयो टाइम होइन। अनि त्यो गर्दै जाँदाखेरि हामीलाई चाहिँ ठिक छ अब हामी पनि गुड कजलाई जहिले पनि सपोर्ट गर्नुपर्छ, राम्रो कामलाई जहिले पनि सपोर्ट गर्नुपर्छ भन्यो। अनि त्यसमाथि हजुरहरूले स्टुडेन्ट्सहरूलाई डिस्काउन्ट, स्टुडेन्ट्सहरूलाई गिभ अवे पनि गर्नुभयो। एभ्रिथिङ यु गाइज आर डुइङ इज रियली ग्रेट होइन, एज अ पर्सनल पोइन्ट अफ भ्यू। त्यही कुराहरू चाहिँ हजुरहरूले मजाले अब जसले हेर्दै हुनुहुन्छ यो भिडियो हेर्नुहुनेछ उहाँहरूलाई पनि क्लियरली जाओस्। लाइक अब नट अब जाने बस्ने कन्सर्ट सुन्ने बाहेक अरू के हुन्छ त इभेन्ट गर्दाखेरि। त्यो इभेन्टले दिन सक्ने कुरा भनेको इन्टरटेनमेन्ट बाहेक अरू पनि छ कि छैन, के छ त जस्तो लाग्छ हजुरहरूलाई? फर्स्ट चाहिँ हाम्रो मेन टार्गेट भनेको चाहिँ पर्थ इज ग्रोइङ सिटी है। एज अ नेपालीको पपुलेसन अनुसार चाहिँ अझै पनि कम छ, तर हाम्रो चाहिँ मेन टार्गेट भनेको चाहिँ अलिकति ह्यापनिङ बनाउने। जुन म विगतमा 6 वर्ष मेलबर्न बसेर आएँ, त्यहाँ त्यस्तै माहौल देखेँ। सिडनी मेलबर्न ऊ भनौँ न, त्यहाँ एउटा त्यो माहौल क्रिएट देखेको भएको कारणले चाहिँ पर्थमा पनि वाइ नट सुरु गरौँ न त एउटा इभेन्टहरू गर्ने अनि त्यसलाई निरन्तरता दिने। अनि मेन टार्गेट भनेको चाहिँ अब हाम्रो लोकल आर्टिस्टहरूलाई चाहिँ प्रमोट गर्ने, जो यहाँ प्लेटफर्म पाएको छैन उनीहरूलाई मौका दिने। अब सोलो आर्टिस्ट हो, सबैजनाहरूले जो छ गीत गाउने अथवा बजाउने अर एनिथिङ उनीहरूको लागि चाहिँ प्लेटफर्म क्रिएट गर्न खोजेको हो। अर्को कुरा चाहिँ अब म पर्थ आएको धेरै भएको छैन, नेपालबाटै 3 इयर्स हुन लाग्यो। अनि पहिला पहिला मैले सुनेको चाहिँ पुरा त्यो कन्सर्टहरूमा झगडा हुन्थ्यो अरे होइन, त्यो चाहिँ हो झगडा हुन्थ्यो अरे भनेर मान्छेहरू चाहिँ जान खोज्दैन रहेछ क्या। त्यो झगडा भइहाल्ने, त्यो कुटाकुट हुने त्यस्तो भनेर चाहिँ जानु नखोज्दो रहेछ होइन। त्यो पनि अब सकुन्जेलसम्म हामीले चाहिँ एउटा सेफ वेमा चाहिँ लगौँ इभेन्टलाई भनेर चाहिँ ट्राई गरिरहेको छौँ। त्यही त त्यो कुरामा चाहिँ कस्तो म एउटा पर्सनल ओपिनियन दिन्छु होइन। आफूले कन्ट्रोल गर्न सक्ने भनेको आफ्नो सराउन्डिङ वरिपरि जसले सुन्छ त्यो हो। तर वेन यु डु इभेन्ट्स को मान्छे आउनुहुन्छ हजुरहरूले कन्ट्रोल गर्न सक्नु हुँदैन, त्यो भइ नै हाल्छ। त्यही पनि स्टिल हजुरहरूले त्यो पनि एउटा कन्सिडर गरेर त्यो सोच्नु भएको रहेछ, विच इज गुड। अनि लाइक हजुरले भने जस्तो कुरा पिपल डोन्ट फिल सेफ होइन। मान्छेहरू आउँछ भनेपछि दे मेक टाइम नि त, आउनु छ रमाइलो गरौँ, सबैलाई आफ्नो क्वालिटी टाइम दिन मन हुन्छ। आयो चिनेको नचिनेको मान्छेसँग त्यो एउटा हामी त्यो चाहिँ मैले कहिले थाहा पाएँ भन्दा मैले पनि 1-2 जना मान्छेलाई म पनि पहिला इभेन्टहरूमा यताउता इन्भल्भ हुँदाखेरि इन्भाइट गरेको थिएँ। अब रेस्टुरेन्टमा फिल्डमा काम गर्ने मान्छेहरू, स्पेसल्ली फरेन मान्छेहरू, अनि सोध्यो मलाई कुन इभेन्ट हो? नेप्लिज इभेन्ट। सो यु गाइज गना ह्याभ सम गुड फाइट्स। हाम्रो नेपाली इभेन्टहरूको इम्प्रेसन त्यस्तो छ, लाइक देयर इज अलवेज फाइट्स, देयर इज अलवेज दिस हुन्छ नि ड्रामा के। इभन त्यो भित्र मात्रै नभएर सकेर बाहिर गएपछि पनि फाइट हुँदो रहेछ, त्यो बाहिर कसरी कन्ट्रोल गर्ने क्या। अभियसली मान्छे ड्रङ्क हुन्छ होइन। त्यो चाहिँ हाम्रो खासमा कल्चर पहिल्यैदेखि त्यस्तो भएर होला क्या। अब मै हुँ भनेर अब देखाउने बानी होला सायद, थाहा छैन। त्यो चाहिँ सुधार गर्नुपर्छ। त्यो अब सायद प्रोबेबली हुएभर सिज दिस भिडियो होइन, हजुरहरूको इन्टेन्सन के छ, हजुरहरूले के चाहनुहुन्छ त्यो देखेर दे विल कन्सिडर इट। किनभने अब मलाई त थाहा छैन, जसले जे गर्छ उसलाई थाहा हुन्छ किन गरेको भनेर। तर हामीले बाहिरबाट हेर्दाखेरि चाहिँ किन गरेको होला भन्ने कुरा क्या। किन चाहिँ त कसलाई देखाउन हो कि रिस उठेर हो कि अथवा हामीले चाहिँ यो पालि चाहिँ अब सेक्रेटलाई एकदम लाइक सेन्सिटिभ तरिकाले हरेक सानोतिनो अलिकति झगडा हुन लाग्यो भने चाहिँ सकेसम्म यो बोइड एन्ड जस्ट गेट हिम आउट टाइपको चाहिँ हामीले भन्ने सोचेको छौँ होइन सेक्रेटलाई। एज अ झगडा नहोस्, एज अ सेक्युरिजन पर्सनले पनि। अनि अब हामीले पनि अब वी ट्राई टु मेक इट पिसफुल होइन, अनि द्याट पिपल क्यान इन्जोय अ लट टिल लेट नाइट है, आफ्टर 2 DJ पार्टी। अनि हजुरहरूको 2टा लोकल सोलो आर्टिस्टहरू हुनुहुन्छ, एउटा लोकल ब्यान्ड हुनुहुन्छ। अनि हाउ डिड यु फाइन्ड देम? लाइक अब
इन अ वे फाइन्ड देम भन्दाखेरि उहाँहरूले अलरेडी गिगहरू गरिरहनु भएको थियो, म पनि गएको थिएँ, देखेको छु होइन। लाइक कसरी चाहिँ ओके दे सुड बी प्रमोटेड होइन। हामीले उहाँहरूलाई चाहिँ माथि लिएर आउनुपर्छ, देखाउनुपर्छ हाम्रो कम्युनिटीमा भन्ने कसरी भयो। अनि हजुरहरूको फ्युचर प्लान के छ उहाँहरूसँग? अब खास नामै भन्छु, अब स्नोकोल ब्यान्ड पहिला उनीहरू चाहिँ एज अ टिम अप थिएन, एज अ साथीभाइ कोल्याब गरेर चाहिँ उनीहरूले पर्फर्म गरिरहेको थियो। जब हामीले चटपटे फर्म गऱ्यौँ तब उनीहरूको पनि एउटा स्नोकोल ब्यान्ड चाहिँ बनिसकेको थियो एन्ड दे आर प्र्याक्टिसिङ। अनि हामीले सोच्यो कि दे जस्ट फर्म एन्ड वी जस्ट फर्म, सो हामीले उनीहरू पनि भर्खर फर्म भएको छ, हामी पनि भर्खर फर्म भएको छ भने हामीले कोल्याब गरेर उनीहरूलाई पनि एउटा मार्केटसम्म रिच दिन सक्छौँ, प्लस उनीहरूले पनि हामीलाई अर्को नेक्स्ट लेभलको चटपटेलाई पनि दिन सक्छ जस्तो लागेर हामीले स्नोकोललाई चाहिँ एज अ हामी आफैले नै गएर एप्रोच गरेका थियौँ। अनि रह्यो दुईवटा भाइहरू, अब जुन मेरो सुनाइअनुसार चाहिँ अब एउटा भाइ चाहिँ भोइस अफ नेपालमा पुगिसकेको, अनि अर्को भाइ चाहिँ पर्थमै एज अ लोकल आर्टिस्ट राम्रो नाम कमाइसकेको, र उसलाई पनि दिउँ नि त प्लेटफर्म भन्ने कुराले चाहिँ अब उसको कुनै सर्टेन ठाउँमा मात्रै बजाउँछ भने, गाउँछ भने उसले अलिकति धेरै दर्शकको माझमा चाहिँ गाउनु पायो, गर्न पायो भने दर्शकलाई पनि मजा भयो र उसले पनि अरू धेरै प्लेटफर्महरू चाहिँ क्रिएट हुन्छ जस्तो लाग्छ मलाई फ्युचरमा है। अनि एज अ चटपटे इभेन्ट्स हजुरहरूले सायद सबै भन्न नमिले पनि होइन, हजुरहरूको फ्युचर प्लान अभियसली होला कि यो वान अफ इभेन्ट हो चटपटे इभेन्ट्स, कि यु गाइज आर प्लानिङ फर अ लङ रन? हामीसँग लाइनअप त छ, नेक्स्ट इयरसम्मको लागि पनि लाइनअप छ, र सबै कुराहरू यहाँ पब्लिक पनि गर्नु मिल्दैन। तर यति हो, हामीले चटपटेलाई चाहिँ अब निरन्तरता दिइ नै राख्छौँ फ्युचरसम्म, र त्यसमा जोडिने अझै नयाँ कलाकारहरू छ भने पनि यु क्यान गिभ अस अ कल अर गिभ अस लाइक मेसेज गर्दा हुन्छ नमिता, म कसैलाई पनि हाम्रो टिमकोलाई कि वी विल गिभ यु द प्लेटफर्म टु पर्फर्म वाट एभर द क्वालिटी अर वाट एभर द पर्फर्मेन्स यु क्यान डु भन्ने चाहिँ हाम्रो योजना हो। अनि नमिताजी, हजुरले चटपटे एज अ को फाउन्डर अफ चटपटे, हजुर अब एज अ इभेन्ट अर्गनाइजर हाउ हार्ड इज हुन्छ नि यो अब बाहिरदेखि नै स्क्रिन टाइम बाहेक अफ स्क्रिन टाइम यताउता सबैजनालाई म्यानेज गर्नुपर्छ, कन्टेन्ट बनाउनेदेखि लिएर सबै कुराहरू एकदमै गाह्रो। आफूले टाइम दिनु सक्दैन, अरूको टाइम चाहिँ कसरी लिनु किनभने सब टाइम मिलेको बेला पनि सबैको एकै ठाउँ टाइम मिल्दैन नि त, नेपालमा जस्तो हुँदैन, यहाँ लास्टै गाह्रो। किन अब इभेन्टै मात्रै गरेर पनि पुग्दैन होइन, अनि इभेन्ट मात्रै गरेर भिडियो बनाउन बहिनीहरूलाई अब जे होस् गर्ने मान्छेहरूलाई अब उनीहरूलाई हामीले गरेको इभेन्टले मात्रै पनि पुग्दैन, उनीहरूलाई पनि आफ्नो लागि हेर्नु पऱ्यो, एकदमै गाह्रो हुन्छ। गाह्रो चाहिँ टाइम मिलाउन चाहिँ, त्यही त। स्टिल वी आर ट्राइङ, अनि हामीलाई तपाईँहरूको साथ चाहिन्छ। त्यही त। अनि लाइक अब अलमोस्ट होइन, सबै एभ्री इभेन्ट अदर देन अब हाम्रो सर्टेन नन प्रफिटेबल अर्गनाइजेसनले तिजहरूमा त्यो गर्ने इभेन्ट बाहेक सबै इभेन्टहरू मेल लिडिङ इभेन्टहरू छ पर्थमा होइन। सो अब योर लिडिङ दिस इभेन्ट, त्यो डिफ्रेन्स चाहिँ के हुन्छ जस्तो लाग्छ हजुरलाई? अब त्यो कुराले गर्दा केही फरक पर्छ इभेन्टमा अथवा वाट, कसरी भन्नु? अब चटपटी इभेन्ट्सको डिरेक्टर चाहिँ खास विश्वास दाई हुनुहुन्छ। विश्वास दाईले चाहिँ के सोचेर चाहिँ मलाई अप्रोच गर्नुभयो भन्ने कुरा दाईले भन्नुहुन्छ होला। नै होइन, मैले अब तिमी अरूहरूसँग काम गर्दाखेरि पनि तिमीमा त एउटा कन्फिडेन्स हुन्छ नि, यो मान्छेले चाहिँ मलाई सक्छ जस्तो लाग्छ होइन, यो मान्छेको एउटा जुन भाव हुन्छ नि तरिका, त्यो एक्सपिरियन्स भएर होला सायद देख्दाखेरि चाहिँ। अनि पछि बिस्तारै बुझ्दै जाँदाखेरि चाहिँ यो मान्छेले पहिले नेपालमा पनि एक्टिङदेखि लिएर सबै कुराहरू चाहिँ गरिरहेको हुँदाखेरि चाहिँ भोलि हामीले उसलाई एज अ टिममा लियो भने चाहिँ हामीलाई त्यस्तो गाह्रो पर्दैन जस्तो लाग्यो, र उसँग पहिले एक्सपिरियन्स भएको कारणले पनि हामीले उसँगबाट धेरै कुराहरू सिक्न सकिन्छ जस्तो लाग्यो। एक्ज्याक्टली, थ्याङ्क यू सो मच। सिकि पनि रहेछौँ। अनि साँच्चै मलाई थाहा भएको कुरा, हाम्रो नमिता हुनुहुन्छ नि, अब एल्बर्ट्रसको बचाओ भन्ने सङको लिड आर्टिस्ट पनि हुनुहुन्छ, धेरैजनालाई थाहा पनि छैन होला होइन। अनि सो भनेपछि हजुरको एक्टिङ करियर त धेरै पहिलादेखि नै छ होइन। सो अब ल चटपटेलाई एकैछिनको लागि 5-10 मिनट चटपटेलाई
साइड लगाएर लेट्स नो यु हुन्छ नि अनि कसरी यहाँसम्म हजुरले अब इभेन्ट गर्दै हुनुहुन्छ वाट आर यो प्लान सबै कुरामा जोड दिनु न सर्ट मुभिज फिचर मुभिज अब फिचर भन्नाले अब मान्छेले चाहिँ के सोच्छ भन्दाखेरि ओहो हिरोइन लिड हुनुपर्छ खोइ फिल्म भन्छ क्या एक्टिङ भनेको भन्नाले काम भन्नाले लिडै मात्रै हुन्छ भन्ने हुँदैन नि त अब सुरुमा त सबैले स्ट्रगल गर्ने हो नि त ब्याक सपोर्टिङ रोलहरूबाट धेरै गरेँ अनि बिस्तारै अनि त्यसपछि मैले डान्स पनि किनभने मलाई चाहिँ जहिले पनि थाहा छैन किन हो प्रायः मान्छेलाई लाग्छ लाग्दैन क्यामेरामा अगाडि आउन थाहा छैन होइन मलाई चाहिँ डान्स एक्टिङ भनेपछि एकदम मन लाग्ने क्या अब मान्छेले आफूले गर्ने कुरा भएर होला मलाई चाहिँ सबैलाई पनि अरूलाई पनि लाग्छ होला जस्तो लाग्छ थाहा छैन तपाईँहरूलाई लाग्छ लाग्दैन लाग्दैन ओके त्यसो भए मलाई लागेर होला होइन त्यसपछि मैले डान्स पनि ब्याचलरमा गरेँ ब्याचलर पनि डान्समा गरेँ क्या अनि त्यस पछाडि कामहरू हुँदै थियो क्राइम पेट्रोलमा पनि पुलिसको रोल गरेको छु अनि कोभिड जस्तै 2019मा आउनु खोजेको थियो अस्ट्रेलिया कोभिड भयो रोक्यो अनि त्यस पछाडि क्राइम पेट्रोल 2021तिर गर्दै थिएँ 2022मा गर्दै थिएँ यता आउने बेलामा अनि यहाँ खुल्यो होइन कोभिड त्यो बोर्डर खुल्यो अनि त्यसपछि के गर्नु त अहिले नेपालमा केही ठिक छैन सकिँदैन होला लेट्स ट्राई पहिला भनेर अनि आए पछाडि यहाँ 2022मा आएँ त्यस पछाडि मान्छेहरू चिन्नै गाह्रो अब जस्तै सिडनीमा भएको त तपाईँले भने जस्तै ह्यापनिङ हुन्छ नि त्यहाँ त सिडनी मेलबोर्नमा त मान्छे चिनिन्थ्यो होला अथवा केही हुन्थ्यो मान्छे धेरै हुन्थ्यो यहाँ त कस्तो भेटै नहुने क्या अहिले पनि त भर्खर त नेपालीहरू भेट्न थालेको छ बाटोतिर हिँड्दा भेट्दैन सिडनीमा त यसो यहीँबाट मान्छे हिँडिरहेको छ यहीँ नेपाली हिँडिरहेको छ यहाँ त भेटिँदैन नि त मान्छे धेरै हिँड्दैन पनि यहाँ त सबै प्राइभेट भेहिकल अथवा ट्रान्सपोर्टेसनै छैन भने चाहिँ प्राइभेट भेहिकलमा हिँड्छ अनि त्यो कनेक्सनै बनाउन सकिरहेको थिइनँ मैले 2022तिर अनि 23 हुने बेलातिर चाहिँ युवामा तिहारको के भन्छ इभेन्ट गर्ने भयो अनि त्यसपछि त्यहाँ डान्सहरू पर्फर्मेन्स गर्दाखेरि चाहिँ भेट भयो अनि त्यस पछाडि त्यही अनुसारमा तपाईँहरूले पहिला अर्को इभेन्ट गर्दाखेरि हाम्रो भेट भयो नि त त्यहीँ त भेट भएको नि युवाबाट सुरुमा त अनि त्यस पछाडि मैले त्यसै पनि भिडियोहरू बनाउन मन भइरहेको भएर होला मैले कहिले पनि के भन्ने यो सोचिनँ कि मैले टाइम मनीसँग कहिले पनि दाजेर हेरिनँ कि मैले काम गर्नुपर्छ मैले देखिनुपर्छ भनेर मात्रै गरेँ त्यसपछि अहिले बिस्तारै चाहिँ अब चाहिँ केही हामीले पनि लिड आफैले गर्नुपर्ने रहेछ एक्सपिरियन्स यत्रो भयो अब त आफैले नै गरौँ न केही हुन्छ होला भनेर चाहिँ अनि अब दाइसँग कुरा भयो त्यहीबाट सुरु गर्यो आफूले प्लेटफर्म नपाएको कारणले अब प्लेटफर्म आफै क्रिएट गरौँ भनेर लाग्नु भयो विच इज अ गुड थिङ अनि हाम्रो विश्वास दाइलाई चाहिँ इभेन्टमा इन्ट्रेस्ट हुन थालेको चाहिँ रियली कहिलेबाट दाइ अभियसली तपाईँ पनि अडियन्स हुनुहुन्थ्यो होला एट सम टाइम म 6 वर्ष कुकरी पढेको मेलबोर्नमा है अनि म इभेन्टहरू गइरहेको थिएँ जहिले पनि अनि मेन चाहिँ अब मेरो जुन घरमा मेरो रुममेट थियो त्यो चाहिँ डिजे थियो क्या अनि जहिले पनि मिक्सिङ गरिरहेको थियो सुन्दा हुन्छ नि अब इन्ट्रेस्ट आयो क्या गर्नलाई अनि एक दुईवटा इभेन्टहरू गरेँ मैले मेलबोर्नमा सबै नेपाली बेस डान्स पार्टीहरू मात्रै गरेको थिएँ आर्टिस्टहरू चाहिँ मैले कहिले पनि लिएको थिइनँ अनि पछि त्यही हो पिआरको चक्कर त्यही उसमा चाहिँ अब यता मुभ भयो अनि मुभ भएपछि अनि पर्थ आएको तिमीले नमिताले भने जस्तै सुनसान लाइक केही पनि थिएन अनि नेपालीहरू पनि देख्दा पनि खुसी लाग्थ्यो अनि त्यो भयो अनि बिस्तारै अब अरू मान्छेहरू आउनु थाल्यो अरू स्टेटकोहरू आउनु थाल्यो यताउति गर्दा गर्दै मान्छे क्राउडहरू बढ्दै गयो अलिअलि इभेन्टहरू हुँदै गयो अनि त्यसपछि अनि मैले सोचेँ दिस इज द राइट टाइम टु डु समथिङ होइन बाई आवर सेल्फ त्यही भएर अनि त्यही अब पहिला भने जस्तै अब नमिता भेट भयो अनि हामीहरू टिम अप भयौँ त्यसरी नै रहर लाग्यो भनौँ न अरूकोमा जाँदा देख्दा मेन अनि त्यहाँनिर नमिताको एक्टिङ देख्दाखेरि त धक्कै ढलेको त्यो कुन एक्टिङ त्यही बिरामी भएको क्या हस्पिटलमा त्यो त रियलमा बिरामी हो नि त म बिरामी हुँदै भिडियो बनाइदियो बिरामी हुँदा एक्टिङ गर्ने भन्छ सर्जरीबाट आउट भएर त्यो बेडमा आएको थिएँ अनि सोचेँ क्या गर्नुपर्ने चाहिँ गर्छु भनेको मलाई चाहिँ फेरि कस्तो हुन्छ भने मैले कमिटमेन्ट दिएपछि त्यो मनमा नि त्यो काम नगरेसम्म यति त्यो मन पोल्छ नि गर्नुपर्ने मैले जसरी गर्नुपर्छ अनि त्यो दिमागमा खेल्न थाल्छ क्या सिचुएसन मैले गरिरहेको छु यो रियल सिचुएसनलाई मैले कसरी गर्ने भनेर बिरामी थिएँ त्यही गर्दै दाइलाई एक्टिङ मलाई क्या थाहा मलाई त अब एक्टिङ नेचुरल लाग्यो त्यही त दाइ अब यो हाम्रो कुरा ब्याक पहिला अघि बिफोर वी स्टार्ट दिस यो कुरा भएको थियो हाम्रो लाइक अब
एज अ इभेन्ट अर्गनाइजर भनेपछि जाने रमाउने रक्सी खाने यो त्यो भन्छ मान्छेले. अदर देन द्याट यो इभेन्टले भर्खर आउनेदेखि लिएर एभ्री वान जो आउँछ जसले एटेन्ड गर्छ उनीहरूलाई अदर बेनिफिट्स के दिन्छ भाइ? यसले चाहिँ जस्तै अब जसरी नमिता जोडियो त्यसरी नै धेरै भाइ बहिनीहरू हुन्छ जो चाहिँ यसमा जोडिन चाहनुहुन्छ. तपाईँसँग स्किल्स छ एक्टिङको, तपाईँसँग एनी गीत गाउने स्किल्स छ, एङ्करिङ गर्ने स्किल छ, अथवा कुनै पनि लाइक जुन कुराले हाम्रो चटपटेलाई सपोर्ट हुन्छ नि, हामी उहाँहरूलाई चाहिँ जहिले पनि हामी प्लेटफर्म दिन्छौँ. ठुलोमा नसकिएला तर सानो सानो प्रोग्रामहरू चाहिँ दिन सकिन्छ. त्यसरी नै हामी उनीहरूको पर्फर्मेन्स र वेको आधारमा चाहिँ ठुलो इभेन्टमा पनि मौका दिन सक्छौँ होइन. त्यो कारणले चाहिँ भाइ बहिनीहरूलाई चाहिँ एउटा जब उनीहरूले प्रेजेन्ट गर्न सक्छ हामीसँग कि दाइ अथवा भाइ अथवा एनी वान बहिनी होइन म यो गर्न चाहन्छु भन्यो भने हामीले उनीहरूलाई सुहाउँदो र कति टाइम उनीहरूको एलोकेट गर्नुपर्ने हो पर्फर्मेन्सको त्यो चाहिँ हामीले गर्न सकिन्छ. अब त्यसमा हामीले अब यदि भोलि उनीहरू सबै कुराहरू राम्रो पर्फर्मेन्स गर्न थाल्यो र हामीले भोलि फ्युचरमा राम्रो इभेन्टहरू गर्न थाल्यो, त्यसबाट अब अलिअलि इन्कम राम्रो हुन थाल्यो भने obviously they will get paid. है त्यो चाहिँ paid very well. Very well. According to the return होइन. अनि यही कुरामा अब इभेन्ट गर्दाखेरि इभेन्टमा चाहिने एभ्री पार्ट फिलअप गर्ने बाहेक आउने अडियन्सले अरू बेनिफिट्स चाहिँ हुन्छ नि इन जेनरल के पाउँछ लाइक बाई एटेन्डिङ एनी इभेन्ट्स भनौँ न? अब मेन कुरा त अब यो भनेको अब हाम्रो आफ्नो देशबाट टाढा परदेश भनेपछि आफू कोही मान्छे सबै साथी नयाँ बनाउनु पर्ने हुन्छ होइन कनेक्सन. अनि यहाँ भनेको काम पाउन अथवा जेको लागि भने इन्फर्मेसन, यो ठाउँमा यति धेरै इन्फर्मेसन हुन्छ कि होइन, त्यो इन्फर्मेसन त्यो गेन गर्दा गर्दा कहिल्यै सकिँदैन क्या. विच इज अनि साथीहरू असरी प्रोग्रामहरूमा कन्सर्टहरूमा गएर होइन कनेक्सन बनाएर साथीहरू नयाँ नयाँ भएपछि इन्फर्मेसनहरू चाहिँ त्यो गेन गर्न सकिन्छ क्या. विच इज हेल्पफुल फर देम होइन. अनि कति मान्छे चाहिँ एक्लो भएर होइन डिप्रेसन मेन्टल हेल्थ विच इज भेरी के भन्छ यो चाहिँ एकदमै सिरियस इस्यु हो क्या मेन्टल हेल्थ होइन. एक्लो भइरहेको हुन्छ. अनि उहाँहरूलाई चाहिँ त्यो साथी बनाउने, नयाँ मान्छेसँग भेट हुने, कनेक्सन बनाउने चाहिँ वे हुन्छ जस्तो लाग्छ मलाई चाहिँ. अभियसली गएर अब रक्सी खाएर मातेर त हुँदैन होइन, तर त्यो बाहेक अरू पनि हुन्छ नि त पोजिटिभ वे. जाने मान्छे चिन्छ, साथी भन्छ, के भन्छ त्यो एउटा के अरे मेलामा हराएको साथी पनि भेट हुन्छ कोही कोही बेला हुन्छ त, कोही कोही बेला त होइन. अरे तपाईँ त कतिचोटि त्यस्तो भएको छ क्या होइन, थाहै थिएन त अस्ट्रेलिया आएको भनेर पुरा यहाँ आएर के भन्छ प्रोग्राममा भेटिरहेको हुन्छ क्या. हो नि हो नि कतिचोटि भएको छ मलाई नि त्यस्तो भएको. सो अब यही गर्दै जाँदा प्रमोसनको कुरा हुन्छ, हजुरहरूको मार्केटिङको कुरा हुन्छ, विच इज भेरी च्यालेन्जिङ. पर्थ फेरि कस्तो छ भन्दाखेरि पर्थ चाहिँ सिडनी जस्तो एकदम डेन्सली पपुलेटेड छैन क्या, एकदम बाँडिएको छ. जेराल्टनदेखि उता कता कता ठाउँ पनि कति टाढा मन्डुरा सबैजनाहरू हुनुहुन्छ होइन. हाउ च्यालेन्जिङ इज हुन्छ क्या हजुरहरूलाई यो कतिको च्यालेन्जिङ हुन्छ? किन भन्दा हामीसँग पेजहरू पनि 4वटा छ होइन, नेपालीहरूको पेज पनि 4वटा, कम्युनिटीको उस हुन्छ नि ग्रुप्सहरू पनि जिल्ला जिल्लाको ग्रुप छ, एकदमै थरथरको ग्रुपहरू छ होइन. अनि हाउ च्यालेन्जिङ डज द्याट गेट के? किन भन्दा हामी पहिल्यैदेखि नै नेपाली युनिटी इन डाइभर्सिटी भनेर हिँड्छौँ होइन. कतिको पाउनु भएको छ वेन यु गाइज आर डुइङ दिस प्रमोसन एन्ड अल द्याट स्टफ? यो कुरा त कस्तो एकदमै गाह्रो हुने रहेछ. किनभने म त कलाकारको धर्म पनि हुँदैन होइन भनेर भन्छ है, भन्दाखेरि म त कलाकार मान्छे होइन, मलाई त जता पनि मिल्नुपर्छ क्या. किनभने मेरो काम त सबैले हेर्नुपर्छ नि त होइन. मलाई साथ चाहिन्छ सबैको. तर कस्तो हुन्छ भन्दाखेरि सुरुमा मैले अघि भने नि, मैले सुरुमा जोड्ने ठाउँ नपाएर नि त म युवामा गएँ क्या. आई मिन त्यसरी नराम्रो तरिकाले होइन, तर जानुपर्ने रहेछ, जाँदाखेरि चाहिँ मान्छे चिनिँदो रहेछ भन्ने फिल भयो नि त मलाई. त्यो भनेपछि न्यू कमर्सलाई चाहिँ केही हेल्प चाहियो भने चाहिँ के गर्नु पऱ्यो भने चाहिँ कुनै पनि के भन्छ कम्युनिटीमा जानै पर्ने टाइपको क्या. त्यो चाहिँ अलिक गाह्रो हुने रहेछ, गाह्रो भइरहेछ. अनि त्यसपछि फल्ना यो बहिनी यहाँको, यो बहिनी त यहाँ छ, उनीहरूले गरिहाल्छ नि टाइपको क्या. अब त्यो सपोर्ट चाहिँ अलिक कमै पाएँ मैले चाहिँ. सो मोर लाइक अब तपाईँ चाहिँ एउटा चिजमा हामी आबद्ध भयौँ भने अर्को ग्रुपले चाहिँ अलिकति त्यही हो. अनि फेरि त्यो पनि पछाडि क्या, अगाडि गयो भने चाहिँ फेरि हामी नेपाली बहिनी कस्तो हुन्छ थाहा छ? हेलो के छ
के छ दाइ के छ बहिनी त भइहाल्छ फेरि। यहाँ फेरि यस्तो पनि छ क्या, जस्तै म सिडनी बसेँ, सिडनी धेरै ठुलो छ, लाइक नेपाली होला 60-80,000 नेपाली छ, अनि त्यहाँ धेरै कमले धेरैले लाइक कमै मान्छेले चिने हुन्छ सबै कुराहरू, तर पछि साह्रै सानो छ। लाइक हामी म आउँदाखेरि 5,000-8,000 थियो होइन, अनि केही गर्छु भन्यो अनि त्यो सबैलाई चिनेको छ, अनि यसले गर्न आँट्यो भनेपछि त्यो साथ नदिनेहरू चाहिँ धेरै नै भेट्यो क्या, चिन्ने क्या एकैछिन। पहिले गर ल यसो गर्नुपर्छ ल गऱ्यो भने राम्रो हुन्छ भनेर हौसला चाहिँ होइन, तर हुन्छ नि खुट्टा तान्ने चाहिँ अलिक बेसी नै देखियो यहाँ। अब ठुलै मान्छेहरू पनि देखियो होइन, नाम त भन्नु मिलेन, तर त्यो चाहिँ देखियो भनौँ न, सानो कमिटी सबैलाई चिनेको, यसले यो गर्नलाई यसलाई चाहिँ गर्न दिनुहुन्न है भन्ने टाइपको चाहिँ प्रवृत्ति एकदम हाबी भएको देखेको पर्थमा चाहिँ। तर मेलबोर्नमा चाहिँ यो किन छैन, सिडनीमा छैन भन्दाखेरि ठुलो छ अनि एउटै सबमा त्यति पपुलेसन छ जति पर्थमा छ, त्यो भएर चाहिँ त्यहाँनिर एउटै सबबकोले पनि पुग्छ क्या कुनै कुराहरू गर्न, यहाँ चाहिँ गाह्रो छ, लास्टै गाह्रो हुने यहाँ। सो भनेपछि यहाँको एउटा पपुलेसन, एउटा सर्टेन टाइप्स अफ पिपुलहरूले चाहिँ आफ्नो पर्सनल लाइफ भन्दा पनि अरूको पर्सनल लाइफ, पर्सनल वर्कमा इन्ट्रेस्ट राख्दो रहेछ भन्ने बुझेँ मैले चाहिँ होइन हजुरहरूको कुराबाट। अब लेट्स मुभ होइन, यो कुराबाट काम छैन, वी क्यान डु बेटर होइन, जे गरे पनि जसले गरे पनि नो बडी क्यान स्टप एनी वान होइन, हजुरहरूको भिजन अनुसार गर्दै हुनुहुन्छ, विच इज भेरी गुड। अनि अब समीर श्रेष्ठ कहिले आउँदै हुनुहुन्छ त यसोको लागि? 4 जुलाई फ्राइडे। अनि लाइक हजुरहरूको एक्सपेक्टेसन चाहिँ के छ अडियन्सहरूबाट, कति आउनुहुन्छ, के छ, कस्तो हुन्छ जस्तो लाग्छ अहिले इन जेनरल हजुरहरूलाई? अब हामीले एज अ टिम अफ चटपटे होइन, बाहिर क्राउड र मान्छेहरूको जुन एउटा हावभाव हुन्छ नि, अब इभेन्ट आउँदैछ यस्तो चाहिँ एकदमै व्यापक रूपमा चाहिँ हल्ला देखिरहेको छौँ, अनि टिकटहरू पनि राम्रो गइरहेको छ एज मोर देन एक्सपेक्टेड, र सम्भवतः इभेन्ट चाहिँ सक्सेसफुल आधी सक्सेसफुलै भइसक्यो। त्यहीँबाट थाहा हुन्छ कतिको कम्युनिटीले हेल्प गर्नु हुँदो रहेछ भनेर, किनभने हाम्रो फर्स्ट इभेन्ट हो होइन, नयाँ फर्म भएको इभेन्ट हेरौँ। त्यही त मैले अर्को कुरा, हजुरले फर्स्ट इभेन्ट हो भन्नु हो, यो कुरा जोड्छु होइन, रेस्टुरेन्ट खोल्यो हामी होइन, रेस्टुरेन्ट इज अल्सो अ बिजनेस, सपोर्ट आउँछ, एटलिस्ट एक दिन खाना आउँछ, सो अनि ओपनिङ हो नि त यो हजुरहरूको, सो त्यो रिलेटेड चाहिँ कस्तो छ लाइक इन अराउन्ड पर्थ हुन्छ नि, सो ओके चटपटे इभेन्ट्स इट्स अल्सो अ बिजनेस नि त होइन, अनि एज बिजनेस होइन रेस्टुरेन्टलाई जस्तो सपोर्ट आउँछ, अरू डिफ्रेन्ट टाइप्स अफ बिजनेसहरूलाई जस्तो सपोर्ट आउँछ कम्युनिटीबाट, त्यो हजुरहरूले पाउनु भएको छ कि छैन? अब चटपट नाम चाहिँ चटपटे इभेन्ट्स भयो, तर चटपट बेचेको भए त आउँथ्यो होला त्यति सपोर्ट कमिटीबाट, तर जुन कम्युनिटीको जुन लाइक हुन्छ नि अलिकति उच्च पदमा बस्ने व्यक्तित्वहरूबाट चाहिँ खासै सपोर्ट चाहिँ देखिएको छैन भनिदिउँ। अब सायद राजनीतिक माहौल पनि चलिरहेको छ, त्यो कारणले पनि हुनसक्छ, अब हामी राजनीतिमा पनि छैनौँ कुनै पोलिटिक्समा, त्यो कारणले गर्दाखेरि पनि खासै त्यस्तो सपोर्ट चाहिँ देखिँदैन। त्योभन्दा बेसी चाहिँ हाम्रो नयाँ आउने भाइ बहिनीहरूकै बेसी सपोर्ट पाइएको छ यहाँको कम्युनिटीले भन्दा चाहिँ। त्यो पनि राम्रो हो नि त, ग्रोइङ पिपल सपोर्टिङ यु होइन, भिजनसँग म्याच हुन्छ, राम्रो हुँदै जान्छ। अनि विश्वास दाइ, अब इभेन्टपछि हजुर चाहिँ पर्सनल्ली केही भन्न चाहनुहुन्छ भने भनिदिनु न मजाले। यो चाहिँ म तपाईँलाई केही क्वेसन गरेन, हजुरलाई के भन्न मन छ? आज हामी बस्यौँ यहाँ कुरा गऱ्यौँ, इभेन्ट पछि होइन, इभेन्ट बाहेक कुराहरू हुन्छ नि त, धेरै कुराहरू हुन्छ, तपाईँलाई के भन्नु मन छ मजाले? नो क्वेसन फर यु फर अ वाइल दाइ, हजुरले पनि त यहाँ बसेर धेरै गर्नु भएको छ, हामीले सुनेको छौँ होइन, वी हेभ सिन द्याट, आई हेभ सिन द्याट, यति कुरा चाहिँ म पर्सनल्ली नै भन्न सक्छु। सो इभेन्ट बाहेक पनि किन इभेन्ट इज जस्ट द वे अफ लिभिङ नि त, मेरो आफ्नै अरू कुराहरू पनि छ, प्रोजेक्टहरू जुन अब पहिले भनिराख्नु जरुरत छैन, किन भन्दाखेरि मैले त्यो कुरा गर्न सकिनँ भने मजा पनि आउँदैन, तर केही कुराहरू छ जुन कुराहरू चाहिँ त्यसले कम्युनिटी चाहिँ रिप्रेजेन्ट गर्छ, त्यसले कम्युनिटी चाहिँ कम्बाइन गर्छ, जुन कुरा चाहिँ मेरो भिजन छ गर्नको लागि, र इनिसिएसन पनि सुरु भइसकेको छ, र त्योमा सफल भयो भने चाहिँ त्यसले चाहिँ कम्युनिटीलाई धेरै नै नजिक जोड्ने गर्दछ, खास गरेर नयाँ आउने भाइ बहिनीहरूलाई एकअर्कालाई चिनजान गराउन, एकअर्कालाई के अरे लाइक प्रेरित गर्नलाई चाहिँ धेरै सपोर्ट गर्नेछ, प्लस अब त्यसले धेरै नै भाइ बहिनीहरूलाई जबको लागि पनि हेल्प गर्नेछ।
र यो नै भनेर नभनिहाल्यो तर बट राम्रै ठुलै आउँदैछ ठुलै आउँदैछ भनेपछि अनि त्यही त मैले अघि पनि मेन्सन गरेको थिएँ हजुरहरूले स्टुडेन्टलाई गिभ अवे टिकट सबै गर्नुभएको छ मैले नि हेरेँ मैले नि टिकट काटिसकेको छु बाइ द वे होइन स्टुडेन्ट डिस्काउन्ट युज गरेर अनि भनिदिनु न हजुरहरू अनि हजुरहरूले अघि भन्नुभयो अब अलमोस्ट वी आर अन एन्ड अफ दिस सो होइन म हजुरहरूलाई चाहिँ तपाईँहरूले मलाई भन्नुभएको थियो अघि कि हामी पहिला अरूसँग नि गऱ्यो अब हामी आफै गर्छौँ हामी गर्न सक्छौँ अनि हामी अझै राम्रो गर्छौँ भन्ने चाहेको भएर गरेको भन्नुभयो यो चाहिँ अब ल के फरक पाइनेछ त भनेपछि सबैभन्दा पहिला त हामीले यो इभेन्ट सम्पूर्ण जस्तै अब सबै कुराहरू न्यू कमरहरूसँग राखेर गरिरहेका छौँ अनि अर्को कुरा अझ टिकटको प्राइस गर्दाखेरि चाहिँ हामी एकदमै रिजनेबल र एफोर्डेबल छ र टिकट एकैचोटि किन्न नसक्ने अथवा अलिकति सबैलाई फाइनेन्सियल त मलाई त गाह्रो हुन्छ कसैलाई पनि गाह्रो हुनसक्छ त्यसमा चाहिँ हामीले खास गरेर विद्यार्थी भाइ बहिनीहरूको लागि जसको मनमा जानु मन छ तर कति कुराहरूले पुग्दैन हुँदैन फाइनेन्सियल सिचुएसन पुग्दैन भने चाहिँ हामीले स्टुडेन्ट डिस्काउन्टदेखि लिएर त्यसपछि के अरे आफ्टर पेहरू जुन तपाईँले इन्स्टलमेन्टमा 1 महिनाको लाइक फोर्टनाइटली चाहिँ तपाईँले एउटा इन्स्टलमेन्ट पे गरेर त्यसरी पनि गर्न सक्नुहुन्छ अनि हजुरहरूले भने जस्तै चटपटे इभेन्ट्सले चाहिँ के फरक गर्दैछ हजुरहरूले हामी चाहिँ अब फरक गर्छौँ राम्रो गर्छौँ भनेर सुरु गर्नुभएको छ हजुरहरूले चाहिँ के त्यस्तो फरक लिएर आउँदै हुनुहुन्छ नट जस्ट इन लाइक हजुरहरूले टिकट यो त्यो मात्र नै कि ओभरअल एक्सपिरियन्स सबै कुरामा हाम्रो सबैभन्दा मेन चाहिँ जब कोही मान्छे टिकट काटेर भेन्यूमा पुग्छ नि उसले ढोकाबाट छिरेदेखि नै इन्टरटेनमेन्ट पाउँछ रमाइलो इन्भाइरोमेन्ट र त्यहाँबाट इन्डिङसम्म यो होइन कि अरू इभेन्टहरूमा जस्तो आर्टिस्ट आयो गायो गयो सकियो तर हाम्रो चाहिँ टिकटको लाइनबाट जब तपाईँ भेन्यूमा छिर्नुहुन्छ देन आफ्टर यु विल स्टार्ट गेटिङ इन्टरटेनमेन्ट टिल द लास्ट मोमेन्ट सो हाम्रो चाहिँ मेन टार्गेट के हो भने इन्टरटेनमेन्ट के अरे कसैले पे गरेर आइसकेपछि उसले चाहिँ जुन लाइक एक्सपेक्ट गरेर आएको हुन्छ त्यो चाहिँ इन्टरटेनमेन्ट फुल पाउनेछ सँगसँगै सेक्युर इन्भाइरोमेन्ट भइहाल्यो होइन अनि जस उसले चाहिँ भोलिको दिनमा जुन कति पैसा उसले टिकट काटेर आएको छ त्यो चाहिँ मजाले भरपाई हुन्छ ढुक्कले र उसले सम्झिरहेको छ कि यस्तोमा गएको थियो भनेर भोलि यु विल रिमेम्बर हामीले त्यो गिभ अवे पनि गरेको थियो नि 15 टिकट अनि त्यसपछि जुन 15 टिकट चाहिँ हामीले गिभ अवे गरेको थियो जुन चाहिँ हाम्रो यहीँ पटवासी दाजु दिपेन दाजुले चाहिँ अफर गर्नुभएको थियो जो स्टुडेन्टहरूको लागि चाहिँ सजिलो होस् भनेर 15 टिकट चाहिँ गिभ अवे गर्नुभएको छ अब सायद 15 टिकट त गइसक्यो होला उहाँ जस्तो मान्छे हामीलाई अझै चाहिन्छ अझै 5-7वटा भयो भने त गजब हुन्छ त्यस्तो मान्छे अनि हजुरहरूको टिकट्सहरू के छ बाँकी अहिले अनि हाम्रो अहिले चाहिँ ग्रुप टिकट बाँकी छ कपल टिकट बाँकी छ अनि फाइनल रिलिज अनि स्टुडेन्ट डिस्काउन्ट चाहिँ 25% जसको कोड चाहिँ स्टुडेन्ट 25 त्यो चाहिँ हाम्रो फाइनल रिलिजको रेटसँग हुन्छ एन्ड देन कुन बाँकी छ अन्तिम समयमा पनि मिलेर आउनु परिहाल्यो भने चाहिँ हाम्रो डोर सेल चाहिँ इज अलवेज एभाइलेबल है तर अलिक महँगो पर्न सक्छ तर त्यही हो सकेसम्म अहिले काट्नु होइन नत्र भने चाहिँ अब महँगो अलिकति महँगो हुन्छ अब थ्याङ्क यू नमिता विश्वास दाइ आउनुभयो चटपटी इभेन्ट्सको एउटा हजुरहरूको आइडियाको बारेमा छर्लङ्ग पारिदिनु भयो होइन खुसी लाग्यो अब यो पोडकास्टको एन्ड गर्न अगाडि चाहिँ एउटा जेनरल मेसेज हुन्छ नि फेरि पनि अडियन्सलाई दुवैजनाले पालो एनी वान क्यान गो फर्स्ट होइन यहाँको नयाँ भएको आएको भाइ बहिनी अथवा कम्युनिटीमा अलरेडी सेटल मान्छेहरू जो कुनै पनि तर्फबाट कुनै एङ्गलबाट तपाईँहरूले चटपटे इभेन्टलाई सहयोग गर्न चाहनुहुन्छ भने यु गाइज आर अलवेज वेलकम र भर्खर आएको नयाँ भाइ बहिनीहरू जुन नट अबाउट चटपटे ओन्ली तपाईँहरूलाई कुनै पनि कुराहरू गाह्रो हुन्छ भोलि कामको लागि कोठाको लागि अथवा एनिथिङ होइन तपाईँको भोलि तपाईँलाई अलिकति स्ट्रेस भयो तपाईँलाई कुनै पनि मेन्टल हेल्थहरू त्यस्तोहरू पऱ्यो भने पनि यु गाइज क्यान कन्ट्याक्ट अस होइन हामीले गर्न सके त हामी आफै गर्छौँ सकेनौँ भने पनि हामी सम्बन्धित व्यक्तिबाट तपाईँलाई पुऱ्याएर तपाईँलाई गर्न पनि सहयोगहरू गर्छौँ नट अबाउट चटपटे इभेन्ट मात्रै गर्छ यसले कम्युनिटीको लागि पनि केही गर्न इज अलवेज रेडी क्या चटपटे इभेन्ट्स या
सोसियल वर्क एनिथिङ? अनि अर्को कुरा चाहिँ एकले अर्कालाई सपोर्ट गरौँ होइन. नो नेपोटिजम, नो नेपोटिजम, नो फेभरेटिजम, नो पोलिटिक्स नो पोलिटिक्स. जस्तो यहाँ नेपाली होइन, नेपाली भएर बाँच्छौँ, नेपाली भएर एकअर्कालाई सहयोग गरौँ. 2 दिनको जिन्दगीमा रिस राग राखेर के गर्नु. त्यही त. गाउँ नाचौँ, आऊ समीर श्रेष्ठकोमा रमाइलो गरौँ.